बन्जङ रहेछ हैन होमस्टे। ल गर्ल्स रेडी हैन। अब गाइस म चाहिँ थाके यहाँ सुतेको लस। यहाँ त्यस्तो बाटो रहेछ। अब हामी चाहिँ ऊ माथि डाँडामा पुग्नु पर्छ अरे। हो यो डाँडा के भन्नु छ गाइस लडिहाल्यो। ल हेर्न याकहरू पो देख्यो। ला नेपाल छिर्यो सबैजना। म पनि जानुपर्छ अब। आफै आफै वेलकम टु नेपाल। हामी उयसमा जाँदैछौँ खाजा खानु। यहाँ बाइल चाहिँ हाम्रो गाइड गरिदिन्छ अरे होइन। अन्त अब हामी चाहिँ खाना खान जाँदैछौँ ब्रेकफास्ट। त्यहाँदेखि चाहिँ जानुपर्ने हुन्छ। हाम्रो ब्रेकफास्ट चाहिँ रोटी छ होइन। सबैजना खाइरहेको छ रोटी। इन्जोय गरिरहेछ। अन्त पेन छिटो छिटो खाने ल भिडियो मात्रै होइन। अलिक यस्तो गर्दा नानी नानी बाबु कुरी बाबु कुरी बाबु कुरी बाबु। अब हामी चाहिँ अन द वे छ। यहाँ यस्तो चाहिँ सिन तपाईहरुले रुखपात पनि देख्नु भएको यस्तो। अब हामी अन द वे वेस्ट सिक्किमको रुखपातहरु देख्यो भयो। अब चाहिँ हामी चाहिँ यता आइपुग्यो। उता गयौँ चाहिँ चिया बन्जङ रहेछ हैन होमस्टे। अब हामी चाहिँ यहाँ उता कहीँ जानुपर्छ होला। हाम्रो गाडीको यात्रा यहीँसम्म हो होइन। ओ पोस है पोस। वाउ दामी हो माथिको सिन चाहिँ। ल गर्ल्स रेडी होइन। अब आनम चाहिँ यहाँसम्म पुर्याइदिन्छ हामीलाई। आनम चाहिँ फर्किनुहुन्छ। तल गएर हाम्रो ब्याग रुङ्छ अरे होइन। यस्तो सुकाइदिन्छ अरे लुगाहरू। ए ला लुगा धुइदिन्छ अरे। पर्दैन ल दुःख गर्नु। भ्युज हेर्नु चाहिँ। अब यहाँ चाहिँ बेडरुम यति छिटो खराब हुँदैछ होइन। तपाईँहरूलाई माथि गएर देखाउँछु अलिअलि क्लास। अब हाम्रो जर्नी स्टार्ट भइसकेको छ होइन। तपाईँहरूलाई पनि देखाउने वाला छु। अलिकति ब्याट्रीको प्रब्लम हुन्छ होला होइन। किनभने पावर ब्याङ्कहरू पनि छैन हाम्रोमा चाहिँ। हाम्रो अलिक उयो छ होइन। अनम्पिममा हुन्छ होइन। अलिक अगाडि नै हिँड्नुपर्छ ट्रेकिङमा चाहिँ। पछाडि झुन्डेको झुन्डेकै हुन्छ होइन। अन्त जानुपर्छ। यहाँ हेर्नुहोस् है तपाईँहरू भ्यू यस्तो दामी चाहिँ भ्यू चाहिँ। क्लियर वेदरको चाहिँ भरोसा हुँदैन। जहिले पनि जे पनि हुनसक्छ होइन। सो फिलहाल चाहिँ यस्तो छ। इन्जन चाहिँ अलिक अगाडि नै आइपुग्यो होइन। हाम्रो हालत देख सक्छ है आप लोग। ट्री छैन भए पनि तपाईँहरूलाई चाहिँ भ्युजको लागि देखाउँदैछ। यहाँ सेटिस है स्याहार फ्याउँदै भए पनि भिडियो गरिरहेको छु। तपाईँहरू चाहिँ हेरेर लाइक कमेन्ट सेयर गर्नु पर्यो। हामी चाहिँ ऊ माथि डाँडामा पुग्नुपर्छ अरे। हो यो डाँडा केटीहरूको दौडै हिँडाइ हुँदैछ। ओइ के भन्नु छ लेक चाहिँ लाग्दो रहेछ है। तर फोनले त्यस्तो क्याप्चर गर्दैन कि आँखाले नै देख्यो भने चाहिँ एकदम सेटिसमा पनि सेटिस बबाल चाहिँ। क्या फुल थाके अब चाहिँ हामी चाहिँ यता पुगिसक्यो होइन। हाम्रो आधी साथीहरू चाहिँ पढाइ छ होइन। अब उनीहरूलाई पर्खिनुपर्छ। हामी चाहिँ शीतल खोजिरहेको छु होइन। शीतल पानी चाहिँ बस्नेवाला छ। किनभने हाम्रो साथीहरू चाहिँ पुरा पढाइ छुट्टेको छ कहाँ होइन। अन्त अब दामी चाहिँ भ्युज चाहिँ ओइ अम्मामा डरै लाग्दैछ त। ए यस्तो दामी चाहिँ। अब हामी चाहिँ बिस्तारै बिस्तारै पर्खिँदै जान्छु होइन। तर शीतल चाहिँ खोजिरहेको छु। शीतल पानी चाहिँ हामी बस्नेवाला छु। अन्त उयो भएर जान्छ भत्केर। ए यहाँ चाहिँ यस्तो बाटो रहेछ। अब यस्तोमा जाँदैछु। ए यहाँबाट चाहिँ रोड छैन होला है सायद। तर भत्किएको रहेछ है। होसियार गरेर हिँडे होसियार। वान मिस्टेक गेम ओभर चाहिँ
गाइस म चाहिँ थाकेँ यहाँ सुतेको लस अब साथीहरु पर्खिनुपर्छ 1.5 घण्टा जस्तो चाहिँ लाग्छ कन्फर्म हो बसिकन 1.5 घण्टा पर्खिँदा चाहिँ यिनीहरू आए यी बिचरा बहिनीहरू कता हो आइपुगे हे यिनीहरू बाउ यहाँ अर्कोमा आइपुग्यो मलाई याद छ नि आज पनि यसो भोटी त यहाँ आउँदैछ बिचरा मेरो त नङले बचेर उल्टो लागिकन नङले यस्तो तर आज चाहिँ हामी अनम्पेमलाई चाहिँ दिनुपर्छ खदा बिचरा यता उहाँ पनि यस्तै हिँड्नुहुँदैछ हामी त के न के नि होइन अनम त हिँडिरहेछ अन्त अब चाहिँ हामीले पुग्नु आँट्यो जस्तो लाग्यो नट कन्फर्म है तर जस्तो चाहिँ लाग्यो है यस्तो गर्मी चाहिँ अरूहरू तल जाँदै बाटोमा अरूहरू पुग्नु आँट्यो होला यस्तो जाउन पारा होइन अब चाहिँ हामीले एउटा बोट चाहिँ देख्यो होइन अझ हिँड्नु पर्ने छ हामी जान्छौँ के गर्ने अब यसरी लडी गयो होइन यो चाहिँ परेन हात चाहिँ कस्तो खुट्टामा चाहिँ प्रेसर पर्यो होइन गाइस लडिहाल्यो के गर्नु अब होइन यस्तो छ अब चाहिँ खास ट्रेकिङ है जाँदैछु यहाँ हामी यस्तो बिचोक मेरो चाहिँ ब्याग बहिनीले बोक्दै रहेछ होइन म आफू चाहिँ यहाँ खाली छ एकछिन भए पनि बिचोक छ यहाँ अब चाहिँ पुग्न आँटेको चाहिँ हामी बस्ने हो नि त लले होइन याकहरू पो देख्यो ओ यो चाहिँ के हो साँच्चै गान्ठी छ सिसो ए सुन्नुहोस् न यहाँदेखि चिवा कति टाइम लाग्छ तपाईँहरूलाई आधी घन्टा लाग्छ यहाँदेखि सर्टकट छ है सर्टकट छैन रोटेट मात्रै आधी घन्टा बिचरा बाँडी पुग्ने रहलै होइन त है गाइसेन है यहाँ बल्लले हामीले यहाँ बोर्डर आइपुगिसकेछ बोर्डर भन्दा पनि अब के भन्छ नेपालको मेन उयो आइपुगिसकेको छ होइन टाइम हेर्नु सक्नुहुन्छ तपाईँहरू हामी 7 घन्टा हिँड्यो नि 9:30देखि हिँडेको अब तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ 5:30 हुनु आँटेको छ 1 मिनट हामी जागीदेखि यही घरको इन्तजारमा थियो होइन अझै पनि यहाँबाट टाढो छ अरे गाइस हाम्रो हालत चाहिँ गाइस अब हामी हालत चाहिँ हामीलाई मात्रै थाहा छ अब हामीलाई चाहिँ याद छैन है अब यो मेन चाहिँ के हो भनेर तर अब बनिन्छ चाहिँ त्यस्तो बन्दै थियो होइन तर अब चाहिँ निकै आइपुग्यो जस्तो लाग्यो किन हेर्नु सक्नुहुन्छ तपाईँहरू हामी यस्तो लेभलमा आइसकिसकेको छ होइन अब चाहिँ अलिकति शान्ति भएको जस्तो लाग्यो होइन थाकेर चाहिँ कसम चाहिँ भन्नु मात्रै सही छैन ओ कुकुर कुकुर अम्बो क्या दामी देख्यो साँच्चै भनेको भ्यू चाहिँ वाटरफुल छ भने चाहिँ ल देख्नु हुनुहुन्छ तपाईँहरूले हुनुहुन्छ अब चाहिँ अलिकति सास आयो होइन हामी कहाँबाट आएको भनेर पनि देखाइदिन्छु ल ओ पर ब्लर पो भइगयो पर उयो डाँडाबाट उताबाट आएको है हामी चाहिँ वक गरेको है हामीले तर भ्युज चाहिँ हेर्नु सक्नुहुन्छ है तपाईँहरू अम्बो दामी भ्युज चाहिँ दामी आज चाहिँ हामी यहीँ पर स्टे गर्नेवाला छ होइन अन्त यहीँ पर स्टे गर्नेवाला छ पुगेछ पनि होला भाइले हात हल्लाउँदैछ होइन हामी चाहिँ स्टे पुगिसकेको छ होइन स्टे गर्ने जग्गा चाहिँ पुगिसकेको छ पुग्न आँटेको छ होइन अब हामी चाहिँ भोलि चाहिँ यो डाँडा जाने अरे अन्त 2 आवर्सको बाटो भन्दै थिएन अब तर हामीलाई त लाग्छ होला 4 घन्टा जस्तो
माथि तपाईँ देख्दैछ नि यो डाँडाहरू यो डाँडामा चाहिँ हामी जानेवाला छ होइन त्यस्तै लाग्यो सो हेर्दै गर्नु होला देखाउने चाहिँ वाला छु यहाँ हेर्नुहोस् है तपाईँहरू भ्यू चाहिँ दामी छ चिसो चिसो फिल भइरहेको छ हामी यहाँ हेर्दैन अब यहाँ पुगेर त एकदम सन्चो भयो भोक लाग्यो मटेछु यस्तो डरलाग्दो भोक लागेर चाहिँ यहाँ त्यस्तो रहेछ छिठारो भनेको त अब यो चाहिँ हामी यहाँबाट उता चाहिँ नेपाल यहाँबाट यता चाहिँ तपाईँ इन्डिया ल उफ्रिनु सक्छ यहाँबाट उता चाहिँ नेपाल यहाँबाट यता चाहिँ इन्डिया यता हामी चाहिँ यहाँ बोर्डर पुगिसकेको चाहिँ यता चाहिँ म इन्डियामा छु हो अब यहाँदेखि उता चाहिँ नेपाल पसेको एक कदम मात्रै छ के जस्तो लागेको है हामीलाई ला नेपाल छिरे सबैजना म पनि जानुपर्छ अब आफै वेलकम टु नेपाल जाडोले मर्यो हेर्नुहोस् है तपाईँहरू सनसेट दामी चाहिँ हामी चाहिँ अब मेरो भिडियो चाहिँ भोलि मात्रै स्टार्ट गर्नेवाला छु किनभने ब्याट्री चार्जको यहाँ लेख्नेवाला होला हौ यहाँ बोर्ड बनाउनेवाला होला अब के भन्छ मेरो चाहिँ चार्जले अलिक काम गरेको छैन होइन सो त्यही भएर चाहिँ आजको भिडियो यतिमै एन्ड हुन्छ सो बाई नेक्स्ट भिडियो नेक्स्ट ब्लगमा हेर्नु होला स्टे ट्युन फर मोर